हेलो हेलो सम्पूर्णमा नमस्कार। तपाईहरुमाझ फेरि म नयाँ एउटा कृषि भिडियो लिएर उपस्थित भइसकेको छु। आज म तपाईलाई वाटरमेलन खेती कसरी गरिदो रहेछ भन्ने विषयमा चाहिँ जानकारी गराउँछु र यसको प्रोसेस सुरुदेखि के कस्तो हुँदो रहेछ म तपाईलाई देखाउँदै छु है साथीहरु। सुरुमा चाहिँ यसरी ड्याङ बनाइन्छ, तपाईले देख्न सक्नुहुन्छ यहाँ ड्याङ यसरी बनाएको छ। यो ड्याङहरु बनाइसके पश्चात बिरुवालाई चाहिने पानी अथवा कुनै पनि पोषण तत्व दिनको लागि चाहिँ पानीको लाइन त चाहियो। त्यसकारण यसरी प्रत्येक लाइनमा अथवा ड्याङमा चाहिँ यसरी यो पाइप राखिएको छ। योबाट चाहिँ थोपा सिँचाइहरु हुने गर्छ बिरुवालाई। त्यसपश्चात भनेको साथीहरु यसरी मल्चिङ गर्छ। मल्चिङ भनेको हाम्रो नेपालीमा चाहिँ छापु हाल्ने भन्छौं हामीले, यहाँ चाहिँ प्लास्टिकको मल्चिङ लगाउँछ। यसले गर्दा के हुन्छ भने त्यो पाइपबाट आएको पानी बिरुवालाई पर्याप्त मात्रामा जान्छ र जसले गर्दा यो नाङ्गोमा चाहिँ झारहरु घाँसहरु धेरै उम्रिने हुँदा यो प्लास्टिकले चाहिँ कभर गर्दा बिरुवा मात्रै हुर्कन्छ र झारहरु उम्रिन पाउँदैन। र यो बेमौसमी वाटरमेलन कसरी अथवा खरबुजा कसरी गरिदो रहेछ अथवा कस्तो प्रयासले गरिदो रहेछ भन्ने कुरा म तपाईहरुलाई भिडियो मार्फत जानकारी दिन गइरहेको छु। यस्तो ड्याङहरु बनाइसकेपछि बिरुवालाई पाइपलाइन सप्लाई गरिन्छ, जसबाट बिरुवालाई चाहिने पोषण तत्व अर्थात र पानी सिँचाइको लागि प्रयोग गरिने यो ड्रिप पाइप राखिएको छ। तपाईले देख्न सक्नुहुन्छ प्रत्येक लाइनमा चाहिँ यसरी राखिसकेको छ। यसपश्चातको काम भनिसकेपछि तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ फेरि यो पाइप राखेर यहाँ मल्चिङ गरिएको छ साथीहरु। यो मल्चिङको धेरै फाइदाहरु छ। विशेष गरी मल्चिङ गर्दा बिरुवालाई रोपिन्छ, निश्चित ठाउँमा बिरुवा रोपिन्छ। तपाईले देख्नुहुन्छ यहाँनेर एउटा पल बनाएको छ, यहाँनेर बिरुवा रोप्ने हो, त्यो पलमा पनि बिरुवा रोप्ने हो। बिरुवा यसमा मात्रै रोपिन्छ भने यो वरपरको ठाउँमा चाहिँ यो प्लास्टिकले छोपिएको छ, जसले गर्दा यहाँ अनावश्यक घाँसहरु उम्रिदैन र बिरुवा मात्रै हुर्कन्छ, जसले गर्दा बिरुवाको वृद्धि विकास तीव्र रूपमा हुने गर्छ। एउटा फाइदा त्यो भयो मल्चिङको। दोस्रो फाइदा भनेको माटोलाई सोइल सोलराइजेसन गर्ने गर्छ। माटोलाई चाहिँ यसले छोपेर राख्छ जहाँ चिस्यान हुन्छ, जसले गर्दा माटो खुकुलो हुने, माटोलाई बाष्पीकरण भएर त्यहाँ भएका विभिन्न खालका नचाहिने तत्त्वहरु अथवा बिरुवालाई असर गर्ने ब्याक्टेरियाहरु नष्ट गर्ने सोइल सोलराइजेसनको काम पनि गर्छ। यति गरिसकेपछि अब यहाँ यस्तो हुकहरु लगाएको छ साथीहरु। यो हुकहरु तपाईले देख्न सक्नुहुन्छ यहाँ प्रत्येक लाइनमा सानो एउटा फ्लामको एउटा आर्क बनाएर लगाइएको छ। यो हुक लगाउनुको कारण के हो भने अहिले अत्याधिक चिसो छ। अहिले बिरुवालाई यत्तिकै छोडिदियो भने बिरुवा हुर्कन एकदमै टाइम लाग्छ, जसले गर्दा उत्पादन समयमा लिन सकिदैन। तसर्थ यो चिसो मौसममा पनि बिरुवालाई तापक्रम अथवा चाहिने तापक्रम दिएर यसलाई हामीले भनेको समयमा आम्दानी लिनको लागि चाहिँ अब के गरिएको छ त अफ सिजनमा पनि अर्थात बेमौसममा पनि हामीले तरकारीहरु अथवा फलफुलहरु अथवा कुनै पनि भेजिटेबलहरुलाई फ्रुटहरुलाई कसरी हामीले सही समयमा उत्पादन गरेर मनकै आम्दानी लिन सक्छौं त भन्ने विषयमा चाहिँ यसरी बिरुवा रोपिसकेपछि यसरी प्लास्टिकले त्यो अघि बनाएको आर्कको सहायताले यहाँ भित्र बिरुवा रोपिएको छ र यसलाई चारैतिरबाट यसरी छोपिएको छ माटोले। तपाई देख्न सक्नुहुन्छ यहाँ दृश्यमा यसरी छोपिएको छ भने तपाईलाई म यहाँ बिरुवा पनि देखाउँछु। यहाँ भित्र बिरुवा पनि छ, यहाँनेर अलि क्लियर देखिएन, देखाउँछु। यहाँ भित्र बिरुवा रोपिएको छ, तपाई देख्न सक्नुहुन्छ। यहाँ भित्र बिरुवा पनि छ, हेर्नुस् त यो वाटरमेलन रोपिएको छ। यहाँनेर यसरी वाटरमेलन रोपिएको छ। यसले के हुन्छ त भने बिरुवालाई चाहिने उपयुक्त खालको तापक्रम एकनासले राखिराख्छ। चिसो भित्र जान पाएन र भित्रको तापक्रम सधैँ बराबर हुने भएकोले बिरुवाको ग्रोथ एकनासले हुन्छ र सही समयमा चाहिँ उत्पादन हामीले लिन सक्छौं।
तसर्थ यसरी यो हेर्दा एकदमै सामान्य लागिरहेको छ साथीहरू, एकदमै खर्चिलो छ। यहाँ धेरै प्लास्टिकको युज भएको छ, धेरै म्यान पावरहरूको युज हुन्छ है, जसले गर्दा यो हेर्दा चाहिँ सरल देखिन्छ, सामान्य देखिन्छ, तर अलिकति खर्चिलो बढी छ। यसरी यहाँ चाहिँ बेमौसममा पनि यति धेरै खर्च गरेर चाहिने तरकारीहरू अथवा फलफुलहरू निकालिन्छ। यहाँ चाहिँ विशेष गरी स्पेसल्ली यो खरबुजा लगाइएको छ है। यो खरबुजालाई चाहिँ यसरी चिसो मौसममा रोपेर अब तपाईँको यो अहिले चैत वैशाखमा चाहिँ यो मजाले टिप्न मिल्ने हुन्छ। वैशाख जेठमा चाहिँ यो पहिलो हप्ता नै एकदम अत्याधिक गर्मी हुन्छ यहाँ। त्यस्तो अवस्थामा चाहिँ यसले राम्रो मूल्य पनि पाउँछ र बजारमा यसको एकदम हाई डिमान्ड हुन्छ र फार्मरहरूले चाहिँ मनग्गे आम्दानी लिने गर्छ। यसरी एकदमै बेमौसममा पनि बिरुवालाई चाहिने वातावरणहरू सृजना गरेर यो खरबुजा लगाइएको छ। तपाईले देख्न सक्नुहुन्छ यहाँ धेरै लाइनहरुमा चाहिँ प्लास्टिक लगाइएको छ। अझै उतातिर पनि बाँकी छ, त्यो सबै रोप्ने नै होला सायद। यसरी खरबुजा लगाइएको छ। तसर्थ इजरायलले यो एउटा सानो दृश्य मात्रै हो। यस्तै हाई टेक्नोलोजी युज गरेर गरिएका फार्मिङहरु धेरै छन् साथीहरु। समय भएसम्म र मैले जानकारी दिन सकेसम्म चाहिँ म तपाईहरुलाई यस्तै इजरायलका कृषि गतिविधिका सामग्रीहरु तपाईहरुमा सकेसम्म पस्कने कोसिस गर्नेछु। मेरो भिडियोलाई हेरेर सायद साथ दिनु होला, लाइक गरिदिनु होला र शेयर गरिदिनु होला भने मेरो युट्युब च्यानललाई पनि तपाईले सब्स्क्राइब गरी धेरै भन्दा धेरै सब्स्क्राइबर बन्न अथवा मेरो युट्युब च्यानललाई पनि तपाईले चाहिँ सब्स्क्राइब गरिदिनु होला है त।